लेट्स ट्राई टु अन्डरस्ट्यान्ड जाभास्क्रिप्टमा टेम्पोरल डेड जोन भनेको के हो। सो त्यसको लागि म एउटा सिम्पल प्रोग्राम लिन्छु यहाँ। त्यसमा चाहिँ मैले के गरेछु भने सबभन्दा सुरुमा console.log a गरेछ र त्यसपछि मात्रै मैले गएर एलाई इनिशियलाइज गरेछ, द्याट इज लेट a इक्वल्स टु 10 भनेर। सो म अब यो प्रोग्रामलाई रन गर्दाखेरि यसरी नोड इन्डेक्स भनेर मैले रन गरेँ भने यसले मलाई यहाँ के दिन्छ त रेफरेन्स इरर दिन्छ। यसले मलाई यहाँ के भन्छ भने क्यानट एक्सेस a बिफोर इनिशियलाइजेसन। सो यो इरर भनेको मेरो यो console.log a भन्ने लाइनले दिएको इरर हो। यहाँ के भइरहेछ भने मेरो यो स्टेटमेन्ट console.log a भन्ने यो टेम्पोरल डेड जोनको भित्र परेछ। अब टेम्पोरल डेड जोन भनेको के हो त? अब जाभास्क्रिप्टमा भेरिएबल क्रिएट गर्दाखेरि हामीसँग जहिले पनि दुईटा स्टेप हुन्छ। एउटा भनेको डिक्लेरेसन भयो र अर्को भनेको इनिशियलाइजेसन हो। सो टेम्पोरल डेड जोन भनेको चाहिँ एउटा यस्तो कन्सेप्ट हो जाभास्क्रिप्टमा जसले चाहिँ के भन्छ भने कुनै पनि भेरिएबललाई हामी डिक्लेरेसन र इनिशियलाइजेसनको बिचमा कल गर्न पाउँदैनौँ। सो यहाँ त्यही भइरहेको छ, हामीले यो एलाई चाहिँ बिफोर इनिशियलाइजेसन र डिक्लेरेसन हामीले यसलाई कल गरिरहेको छौँ। सो त्यही भएर मलाई यहाँ रेफरेन्स इरर आयो। सो यसलाई सल्भ गर्ने तरिका के हो त? सो यसलाई सल्भ गर्नको लागि सिम्पली मैले यसलाई यसरी उल्टो पारिदिएँ भने र मैले यसलाई रन गरेँ भने अब यो चल्छ। सो एज यु क्यान सी 10 प्रिन्ट भयो। सो अब मैले भनेको अनुसार डिक्लेरेसन र इनिशियलाइजेसनको बिचमा कुनै पनि भेरिएबललाई हामीले एक्सेस गर्न खोज्यौँ भने त्यसले टेम्पोरल डेड जोन क्रिएट हुन्छ र इरर फाल्छ। त्यसपछि म यहाँ गएर एलाई पहिला डिक्लेयर गर्छु लेट a भनेर र त्यसपछि गएर म यहाँ इनिशियलाइज गर्छु लेट a इक्वल्स टु 10 भनेर र त्यसपछि म फेरि यहाँ यसरी नै console.log a गरिदिन्छु। सो अब यहाँ टेम्पोरल डेड जोनको कन्डिसन अराइज हुन्छ कि हुँदैन त? अघि मैले भनेको अनुसार मैले यो एलाई चाहिँ डिक्लेरेसन र इनिशियलाइजेसनको बिचमा मैले यसलाई कल गरेछु जुन चाहिँ म गर्न पाउँदिनँ। तर पनि मैले यो रन गर्दाखेरि अब यहाँ यसरी यो एक्जिक्युट हुन्छ र यसले कुनै पनि इरर फाल्दैन। सो अब यहाँ इरर नआउनुको कारण चाहिँ के हो भने हामी जब पनि जाभास्क्रिप्टमा कुनै पनि भेरिएबल डिक्लेयर गर्छु त्यतिखेर के हुन्छ भने जाभास्क्रिप्टले बाइ डिफल्ट त्यो भेरिएबललाई अनडिफाइन्ड एसाइन गरिदिन्छ इफ कुनै पनि भ्यालु दिएको छैनौँ भने। र यो टेम्पोरल डेड जोन भन्ने कन्सेप्ट चाहिँ लेट र कन्स्टमा मात्रै हुन्छ, बारमा चाहिँ हुँदैन।